हेलो साथीहरु, आज चाहिँ मैले हैन के भन्छ र भिडियो बनाउँदाखेरि माइक युज गर्छु नि त, त्यही भएर साउन्ड राम्रो आउँछ भनेर माइक मगाएको छु। तर कस्तो पर्यो के पर्यो थाहा छैन। अनलाइनमा मगाएको, अब के छ कस्तो छ केही थाहा छैन। अब अनबक्सिङ गर्छु ल। यसलाई पहिलोचोटि युज गर्दै छु, तर कसरी युज गर्ने के हो अत्तो पत्तो थाहा छैन। त्यतिकै मगाएको, अब कस्तो हुन्छ हेरौँ है। अनबक्सिङ गर्दै छु। अब अनलाइनमा मगाएको चिज हो, अब खै हेरौँ। हेर्दा त राम्रै देखिए, अब कस्तो हुन्छ हेरौँ है त। खलखाल गरौँ। पहिलोचोटि फर्स्ट टाइम किनेको है। पहिलोचोटि किनेको माल फेरि बिग्रेको गयो भने त दिमाग खराब हुन्छ नि हैन। पहिलोचोटि किन्दैछु, अब खोलौँ हैन। यो चाहिँ यहाँको लगभग 53 रिङ्गेट परेको छ। अब लगभग नेपालको 1500 जति धेरै त हैन, 1500 हेरौँ खोलौँ। अब यसो हेर्दाखेरि त राम्रो देखियो। भित्र अब सामान कस्तो छ, चल्छ चल्दैन थाहा छैन हैन। अनलाइनमा मगाएको चिज न हो, के हुन्छ कसो हुन्छ अब हेरौँ खोलौँ। कस्तो सेतोमा मगाएको थिएँ, सेतो नै आइपुगेछ ल। सेतो कलरको आइपुगेछ, सेतो भएको। वाउ, अब खोलौँ। ओ हेर्दा त दामी छ। अब चल्छ कि चल्दैन त्यो चाहिँ थाहा छैन। त्यो चाहिँ सायद चार्ज गर्ने कुरा होला हैन। चार्ज गर्ने कुरा जस्तो छ। यसो हेर्दाखेरि चाहिँ खोलौँ। के हो त खोलिँदैन त यार, त्यसमा कि झ्याक्ने त्यस्तै लाग्छ मलाई। चार्ज गर्ने कुरो होला सायद। चार्ज गर्ने कुरा हो, त्यो कपडामा अड्काउने कुरा। त्यो चाहिँ कपडामा अड्काएर सायद त्यो होला। त्यो चाहिँ कपडामा अड्काउने कुरा जस्तो लाग्छ। चुम्बक हुँदो रहेछ, ट्याप ट्याप टाँसिने। अनि यो चाहिँ चार्जर, डाटा केबल। अब भित्र हेरौँ के छ। खोल्यो हो, हेर्दाखेरि त दामी छ, तर चल्दैन कि चल्छ थाहा छैन है। मलाई कनेक्ट गर्न केही गर्न आउँदैन। पहिलोचोटि किन्यो, कसरी चलाउने हो के गर्ने हो अत्तो पत्तो थाहा छैन। यदि तपाईँहरूलाई थाहा छ भने कमेन्ट गरेर भन्नु होला। तर मलाई चलाउन चाहिँ आउँदैन है। यो पहिलोचोटि किन्यो, भिडियो बनाउँदा लास्ट डिस्टर्ब गर्छ के, काग कराउँछ, गाडी आउँछ, बाहिरको साउन्ड ढ्वाइ आउँछ। त्यही भएर मैले मगाएको हो। तर कस्तो छ के छ अब हेरौँ भन। मगाउन त मगायो, अब चल्छ कि चल्दैन थाहा चाहिँ छैन। कसरी गर्ने यो चाहिँ, अब यसरी गर्ने हो भनेर। यो पेपर रहेछ, अब पढ्न आउँदैन है मलाई त। के लेख्यो यार, पढ्न आउँदैन। किन्यो अब त्यही हो। कनेक्ट गर्ने कसरी हो सिकाउनु पऱ्यो है। केटाकेटी हो कसरी हो कनेक्ट गर्ने, मलाई आउँदैन यो। पहिलोचोटि लेखेको ल। भिडियो हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला है त। ल बाई बाई, टाटा बाई।